गाइड जाँदाखेरि चाहिँ नजिकमा व्यक्तिहरू उतै दिँदा हुन्छ त नजिक बेलुका आइरहेको अहिले अब उनी भयो बिरामी भयो एकचोटि त्यहाँ सल्लाह गऱ्यो किन हाल्यो फकटे किन हालिहाल्यो यो फुट्यो ल यो फुट्यो ल हेलमेटको कुनै फुट्यो यार यो हेलमेट कसले दिन्छ कसले तिर्छ दिउँ बाबालाई रेस्पेक्ट गरेर बोलिरहेको हेलो एन्ड नमस्ते गाइज सो हजुरहरू सन्चै हुनुहुन्छ म पनि सन्चै छु न्यू डे न्यू भ्लग सो आजको भ्लग चाहिँ सो अस्ति नुवाकोटको झगडा हेर्नुभयो स्क्रिन अफ गऱ्यो अस्तिको नुवाकोटको भ्लग चाहिँ यो झगडा जुन लफडा फाइट परिरहेको थियो अनि त्यो केसको चाहिँ तपाईँहरूले पार्ट टू भनेर कमेन्ट हालिराख्नु भएको थियो कतिले चाहिँ अब त्यो मान्छेलाई ल्याएर पछि ल्याएर खुट्टा ढोकाएर मारेको हेर्नु पाउनु भनिराख्नु भएको थियो र एउटा मानवताको हिसाबले हेर्नु भने चाहिँ अब उसलाई चाहिँ त्यो चाहिँ खुट्टा ढोकाएर गर्ने चाहिँ त्यस्तो चाहिँ सोचेको छैन होइन अब मलाई चाहिँ एउटा फ्यामिलीबाट चाहिँ मैले एउटा यस्तो कुरा सिकेको छु कि जुन कुरा तपाईँहरूसँग सेयर गर्दैछु कि मतलब अरूको हात चाहिँ आफ्नो जिम्मा नपरोस् र आफ्नो हात अर्को जिम्मा नपरोस् एउटा बाउआमाले यो संस्कार चाहिँ यो चाहिँ सिकाउनु भएको छ होइन अनि त्यो सोध्थेँ र अस्ति चाहिँ म अटोमेटिक होइन अब त्यहाँ केही छैन सानो इस्युमा क्या फेरि मैले उनीहरूले वेट स्वेट भनेको यताउति गरेको त्यो मैले भिडियो खिचिदिन्छु भनेर गएको नै होइन म प्लिज होइन अब मैले त्यो फुटेज काट भने चाहिँ त्यो मेरो सानो गल्ती त तपाईँहरूले भन्नुभयो तिमी कार्ड त डिलिट गरिदियो कतिजनाले डिलिट गरिदियो खासै यो इस्यु आउने पनि थिएन भनेर भनिराख्नु भएको थियो होइन त्यो कुरालाई पनि मैले बुझेँ अब त्यहाँ कस्तो थियो भने मेरो झन्डै 30-40 मिनटको भिडियो थियो त्यहाँनिर होइन परैदेखि भिडियो बनाउँदै आएको अब त्यो भिडियो फुटेज डिलिट गर्दा त्यो पुरै डिलिट हुने भयो एकै ठाउँमा फुटेज जोडिएको भयो अनि त्यो डिलिट हुँदा चाहिँ अब मैले त्यसलाई काट्न सक्दिनँ त्यो टाइम भन्ने हिसाबले चाहिँ म एडिटमा काटिदिन्छु भनेको होइन उसले एक्कासी आएर हात हाल्दै होइन हात हालिसकेपछि अब यो त रिक्स छ नि त अस्ति पशुपतिमा नि फाइट भइरहेछ झगडा भइरहेछ यहाँ पनि हात हालिरहेछ होइन सधैँभरि यसरी हिँड्दाखेरि कुनै टाइम त्यसैले रिस्क लिएर भिडियो हालिदिरहेको छु होइन अनि भिडियो पनि अब राम्रो रेस्पोन्स आइरहेछ अनि अब हुन्छ नि हजुरहरूको राम्रो रेस्पोन्स आइरहेको छ अनि हजुरहरूको साथ सपोर्ट नै चाहियो मलाई होइन किनकि तपाईँहरू जुन सोसियल मिडियाबाट हेर्नुहुन्छ या टिकटकबाट हेरिराख्नु भएको छ या फेसबुक पेजबाट हेरिराख्नु भएको छ या इन्स्टाग्रामबाट हेरिराख्नु भएको छ अथवा युट्युबबाट हेरिराख्नु छ हरेकलाई चाहिँ तपाईँले फलो गरिदिनु होला हरेक कुरामा होइन र सब्सक्राइब पनि साथै गरेर अझ लेभलको 10K चाहिँ मलाई क्रस गराइदिनु भयो भने चाहिँ अझ म तपाईँहरूसँग चाहिँ अझ खतरा भिडियोहरू दिन्छु र तपाईँहरूलाई के कस्तो चाहियो आगामी त्यो पनि भन्नु होला र अहिले म चाहिँ बहुत पुलिस केस गर्न हिँडिरहेको छु होइन त्यो केसमा चाहिँ म पुलिस केस गर्छु र अब पुलिसले कति केस लिन्छ लिँदैन यो कुरालाई चाहिँ म केस गरेर र म यस पछाडिको आउँदो दिनहरूमा चाहिँ के हुन्छ त्यसको पनि फेरि म अझ तपाईँलाई डिटेलले दिन्छु सो भिडियो हेर्दै जानु होला है त गाइज अब के गर्नुपर्छ यसको बारेमा चाहिँ म मजाले थाहा छैन पनि होइन अब पकड्या ऊ भइरहेको छ नि त है पकड्या दिमाग खराब क्या मेरो दिमागले काम गरेको छैन होइन त्यही भयो भनौँ न अब त्यही नै हो अब त्यो पकड्या पिटे खाएँ होइन त्यो गल्ती नै छैन त्यत्तिकै होइन अब त्यो मैले गेस गरेँ मान्छेहरू चाहिँ हो कि भनेर मैले गेस गरिरहेको छु त्यो मान्छेहरू यदि त्यही मान्छे रहेछ भने चाहिँ मैले गेस गरेर उसलाई मैले ठ्याक्कै यही भनेर चाहिँ भन्न सकेँ होइन मेरो गेसमा चाहिँ एकदमै छ ऊ मान्छे एकदम टार्गेटमा चाहिँ छ होइन जुन मान्छे गेस गर्छ त्यही मान्छे चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो 50% चाहिँ मेरो गेस हो अब 50% होइन अब देखिया छैन होइन मजाले हो कि होइन भन्ने होइन एकजना चाहिँ जुन मान्छे चाहिँ अब म त्यो मान्छे खुलाउँछु बिस्तारै तपाईँहरू सामु होइन त्यो मान्छेलाई म ल्याउँछु पनि अगाडि ल्याएर त्यसलाई यस्तो रिग्रेट फिल गराउँछु कि यस्तो तर म त्यस्तो हात चाहिँ हाल्दिनँ त्यसलाई होइन किनकि मलाई त्यो हात उठाउनु नै ठुलो कुरा जस्तो लाग्दैन कोहीसँग झगडा गर्नु नै होइन त्यही भएर मलाई हात उठाउनु छैन सो म अब हेर्छु पुलिस चौकी जाउँ त्यहाँ गएर अगाडि गएर के हुन्छ कुरा अनि त्यहाँ म अब यहाँनिर चौकी पेसी तपाईँहरूलाई झन्डै म त्यहाँ भिडियो चाहिँ बनाउनु दिँदैन होला जस्तो लागिरहेको छ म चाहिँ अहिले बौद्ध पिपलबाट आइपुगेँ होइन बौद्धको पुलिस चौकी जान्छु र मलाई नि काममा पनि जानुपर्ने हुन्छ अलिकति हतार नै भइरहेको छ सो अहिले एकछिनमा भेट्छु तपाईँ लास्ट जाम छ त्यही भएर लास्टै जाम पर्ने टाइम लास्टै जाम छ त नि है जाम छ त नि है अफिस टाइम यस्तै भइन्छ जाम
घुस खाएर सब देश बिगारिसक्यो क्या नेताहरूले यार हेर्नु न अब बाटो कहिले बनाउँछ कहिले गर्छ क्या पर्वत कहिले अगाडि लाग्छ कहिले बढाउँछ क्या हेर्नु जनतालाई कम दुःख भइरहेको यार गरेन टाइमिङमा भएसम्म पुग्न सक्दैन यार गाइड यार सो गाइड उसले हेरो र उसले पुलिस रोके यहीँ रोक न अगाडिले है उनीहरू माथि पुलिसहरू भएको थियो रोक सो गाइड अब हामी फाइनल यहाँ मामाहरू हुनुहुन्छ हामी चाहिँ यहाँनिर टक्क बुझ्नेछौँ यहाँबाट टक्क बोल्नु उतापट्टि आउँछु म त्यस्तो हुने 11 बजी सक्ने सबै दिन्छु पछि के हुन्छ थाहा छैन त्यो हामीले ऊ बुझ्नु पर्थ्यो अहिले ऊ गरेर आउँलाई किन हाल्यो पकड किन हाल्यो यो फुटेलोमा यो फुटेलोमा हेलमेटहरू पनि फुट्यो यो हेलमेट कसले दिन्छ कसले तिर्छ दिउँ घरलाई रेस्पेक्ट गरेर बोल्दा एकछिन मेरो प्रश्न किन पकड हाल्छ है त्यो भिडियो बुझ्नु पर्थ्यो एउटा यता चाहिँ म चाहिँ गर्दा चाहिँ पिट्टै खाइरहेको थिएँ मको एउटा पिट्टै खाएको थियो पकाइ होइन कहिले कुन ठाउँमा हो गाडी जाँदाखेरि चाहिँ त्यो नजिकमा व्यक्तिहरूले के गरिरहेको अनि उतै दिँदा हुन्छ त नजिकैको बेलुका आइरहेको भयो एकचोटि त्यहाँ सर लाग्यो क्यामेरा त अफ अब क्यामेरा सो गाइज है कुरा चाहिँ के भयो भन्दाखेरि चाहिँ तपाईँलाई फाइनल्ली मैले बुझिहालेँ यहाँबाट चाहिँ हाम्रो रिपोर्ट चाहिँ लिँदैन अरे अब बौद्धबाट लिँदैन बौद्धबाट चाहिँ के भन्यो भने हामीले चाहिँ यहाँबाट अब चुचे पार्टीको त यहाँबाट हेर्दैन हामीले कहाँ नुवाकोटको यहाँबाट हेर्छ त नुवाकोटको लागि मैले नुवाकोटमा गरिदिनु कुन ठाउँबाट गरेको त्यही ठाउँमा गरेर दिनु भनेर जस्तो कुरा गर्नुभयो होइन पुलिसहरूले अब ठिक छ उहाँहरूले नि अब लिँदैन बुझ्दैन भनेपछि त उहाँहरूलाई कर पनि लाउने कुरा भएन त्यही भएर यसलाई नुवाकोटतिरै गएर दिनु भनेपछि त कहिले जाने नुवाकोट होइन गाह्रो छ त्यसको लागि नै म सोध्छु बुझ्छु होइन के हुँदो रहेछ सो अहिले लास्ट सो गाइज है अनि अर्को कुरा चाहिँ अब के भन्ने होइन अब तपाईँलाई त्यहाँ त पुलिस केसमा गएको पनि देखाइहालेँ तपाईँलाई होइन अनि यो कुरालाई कतिजनाले फेक होइन अब त्यो गाँजा खानामा गएर यस्तो गरिदिनु त्यस्तो गरिदिनु हानिहाल्छ नि कतिले भनिराख्नु भएको थियो सो है मैले अब त्यस्तो गरी उनीहरूलाई गाँजा खान्छ त्यो गर्छ यसरी गाँजा खानामा गएर डिस्टर्ब गरिदिन्छु उनीहरूको भिडियो खिचेर हाल्छु भन्ने प्लानिङ गरेर गएको होइन यो कुनै पनि होइन अब जाँदाखेरि देखियो गाइज होइन अब बाटो झुकेको है लोकेसन सोधौँ अनि सो मलाई लास्टै सुसु पनि लगाइरहेको होइन अनि सुसु पनि लगाइसकेपछि सुसु पनि गरौँ न त भन्ने हिसाबले चाहिँ म गएको त्यहाँनिर होइन तपाईँलाई म डिटेलली पठाउँछु है अनि जहाँ जाँदा सोध्दा सोध्दै उनीहरूले लाग्छ म हिँडिसकेको थिएँ एउटा जा भाइ भनेर पठाएन मलाई अनि म हिँडिसकेको थियो लास्ट आएर भने कि भाइ यहीँ छ अरे होइन त्यहाँको एउटा दाइले बोलायो क्या अनि गएँ क्यामेरा अन छ भने अनै छ भने दाइ भने ल त्यो भिडियो एडिट गर भने कि मैले दाइ भिडियो त लामो छ यो धेरै माथिदेखिको पछि म एडिटमा काट्दिन्छु नि तपाईँहरूलाई त्यस्तो अप्ठ्यारो हुन्छ नि भने अनि यस्तो के त मुसुस के मुख छोडेर प्याज चाहिँ हान्दिहाल्यो क्या सिधै आएर मुखामा होइन अनि यस्तो 5 फुट समातेर त्यहाँ दुइटैले हात हाल्यो क्या त्यसपछि अनि त्यसपछि अटोमेटिक क्या सानो कुरा सानो स्टुलले एकदमै ठुलो बनाइदियो कि होइन अब अहिले यो यतिसम्म आउनु थिएन अनि मैले चाहिँ कस्तो नि अब कस्तो एकचोटि झडपट्टि त बच्चासँग झडमा आयो नि ठिकै थियो गजेडीसँग झडप त्यहाँ पनि तिनीहरूले त्यस्तो गर्यो अर्को ठाउँमा पनि त्यस्तै गरी पिट्यो भने त बोलेन नि त होइन भोलि कहाँ के हुन्छ भन्ने कुरा थाहा छैन नि त भोलि पिटे त खाइयो नि अब भोलि डेन्जरै पिटे खाइएला त्यही भएर चाहिँ अब यो कुरा बोल्नुपर्छ होइन पुलिस केस गर्नुपर्छ पुलिससँग अगाडि बढ्नु पऱ्यो भनेर चाहिँ पुलिस केस गएको यहाँबाट भएन अब नुवाकोट कहिले जाने फेरि टाढा छ नि त म त 1-2 दिन यस्तो ज्यान दुख्यो कि गाई यस्तो ज्यान दुख्यो लास्ट गाह्रो भएर चाहिँ म 1-2 दिन रेसको रेस होइन तपाईँले भिडियोले हेर्नु पाउनु भएन होला म चाहिँ अलिकति गाह्रो भएर मलाई एकदम यस्तो बडीहरूमा चाहिँ लास्ट अब त्यस्तो बाहिरदेखि चोटसी लाग्यो होइन त्यही पनि लास्ट त्यस्तो चलाउन चाहिँ राम्रोसँग नभएर चाहिँ म रेस बसेँ अनि त्यसले गर्दा चाहिँ मैले भिडियो पनि अपलोड गर्न हाल्न पाएको थिएन लगभग धेरै टाइम भइसकेको थियो
अब चाहिँ तपाईँलाई अब म रेगुलर भिडियो पनि दिन्छु तपाईँलाई के कस्तो हुन्छ यो केसको बारेमा म तपाईँलाई अपडेट गराउँदै जान्छु तपाईँहरू हेर्दै जानु होला र साथै सपोर्ट पनि गरिदिनु होला होइन तपाईँहरूको पब्लिक सपोर्ट चाहिँ मलाई एकदमै इम्पोर्टेन्ट छ अहिले एकदमै धेरै नै इम्पोर्टेन्ट छ तपाईँहरूको साथ सपोर्टै भएन चाहिँ म एक्लै बोलेर न्यायले हेर्दैन हेर्नुहोस् न्यायले यस्तो चिज हो कि तपाईँहरूले पनि सँगसँगै साथ सपोर्ट गरिदिनु भयो भने चाहिँ मलाई एकदमै सुनमा सुगन्ध हुन्छ होइन त्यही भएर चाहिँ तपाईँहरूको सपोर्ट भनेको एकदमै मलाई चाहिने छ एकदमै आवश्यक एकदमै धेरै आवश्यक छ यो टाइम चाहिँ होइन त्यही भएर धेरै सपोर्ट गरिदिनु कुन चाहिँ सोसियल मिडियामा हेर्नुहुन्छ कमेन्ट गरिदिनुहोस् फलो गरिदिनुहोस् या सब्सक्राइब गरिदिनुहोस् होइन र सेयर पनि गरिदिनुहोस् सबैसँग पुर्याउनुहोस् सबैबाट चाहिँ मलाई एउटा आँट हौसला मिलोस् अझ अगाडि लोड्ने अझ म लोड्छु यो केसलाई लिएर अझ होइन र भोलि मेरो पनि यो एउटा हिस्ट्री जो हिस्ट्रीको सात्रो राइडको चाहिँ ऊ भइरहेको थियो उहाँले त मेरोभन्दा डेन्जरै खत्रै खानु भएको छ उहाँ होइन उहाँले त दुईचोटि 1 वर्ष अगाडि पिटेर फेरि 1 वर्षपछि फेरि पिटे खानु भएको छ भोलि मलाई पनि त्यही कुरा चाहिँ नदोहोरियोस् क्या भोलि त्यही कुरा दोहोरियो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्दैन क्या फेरि बिचरा हिस्ट्री जस्टिस अब हिस्ट्रीले पनि जस्टिस पाओस् है होइन उहाँ हाम्रो हिस्ट्री दाजुले पनि जस्टिस पाएको देख्न पाउँछ छिटै नै उहाँ पनि न्यायको ढोका ढकढकै राख्नु भएको छ उहाँ पनि हिँडिराख्नु भएको छ लोडिराख्नु भएको छ न्याय मागिराख्नु भएको छ उहाँले न्याय पाउनु भएको छैन अझ पनि उहाँले पनि न्याय पाउनुहोस् छिटै नै उहाँले न्याय पाएको हेर्न पाइयोस् हामी सबैले मिलेर उहाँलाई पनि सपोर्ट गरौँ उहाँको पनि न्याय पाएको जनताको साथ सपोर्ट पब्लिकहरू सबको सपोर्ट पाइराख्नु भएको छ अझ धेरै सपोर्ट गरिदिउँ बाइक चलाउन सक्दिनँ कि यार आँखादेखि छोडेँ भर्खर लास्ट दुख्न थाल्यो क्या यहाँ टाउको यो शून्य छ अनि आँखादेखि छोडेँ यार देखेन यार सपोर्ट गरिदिउँ र उहाँले पनि न्याय पाएको छिटै हेर्न पाइयोस् उहाँको त विचार यार यस्तो डेन्जर डर लाग्दो गरी हान्यो नि यार त्यो त स्टिभ दाइको त पुरै छोड्ने यार कस्तो डर लाग्दो गरी हान्दै क्या गाई चाहिँ तपाईँहरूले नि हेरिहाल्नु होला भिडियो है आँखा त यार विचार यार बाइक चलाउन नसकेर यार पार्किङमा लाँदाखेरि सेक्युरिटीलाई लगेर पार्किङ गर्न दिएको यार कस्तो गरी हान्यो होला क्या आँखा हेर्नै नसकेर नि अब हस्पिटल जाँदाखेरि अब पार्किङमा पार्किङ गर्ने ठाउँ नै देखाएको छैन पुरै आँखा सुन्याएर पुरै मुखबाट नाकबाट रस मुख निकालेर कस्तो हानेको अनि हान्नु मन खै परै हान्थ्यो क्या त्यही भएर त्यहीँको केटाहरूले अब उसले त हिस्ट्रीले त चिने केटाहरूले हान्यो नि त अब उसको फेरि कस्तो भने पुलिस त्यही त हो नि अब कतातिर पैसा कतातिर पाउँछ त्यतिर लाग्ने भइहाल्यो त्यही भएर हिस्ट्रीको केस नलिनुको कारण चाहिँ कस्तो भने अब त्यहीँको ओनरहरूले हान्यो भन्ने भएर छात्रबाटको पुलिस चौकीले चाहिँ केस लिन मानेन भने होइन हिस्ट्रीले पुलिस केस गरेको लिन माने नि छैन र उसलाई चाहिँ हिस्ट्रीलाई चाहिँ के भनिदिएको छ भने अझ तपाईँहरूको हेर्नु भने वकिलले कागज बनायो वकिलले त पैसा हाने बाटो गर्यो यो केस हुँदैन यहाँबाट हुँदैन भन्दै पुलिसले अझ होइन किनकि अब पुलिस चौकीले पनि यदि हुन्छ नि कानुन भनेको सबको लागि बराबर हुनु पर्यो क्या सबैलाई हुनु पर्यो कानुन ठुलोलाई छैन सानोलाई छ त्यस्तो भयो नि भएन त त्यही भएर कानुन भने सबको लागि भनेको सबैको लागि बराबर हुनु पर्यो होइन बिचार यार हिस्ट्रीको त पुरै छोड्ने यस्तो पिटे खाएको छ यस्तो खाएको छ कि यार यस्तो माया लाग्यो कि त्यो भिडियो हेर्दाखेरि मासम्म उसको मन रोला भने आमा त्यो अनि त्यही भएर मलाई नि एउटा डर लाग्ने छैन यस्तो भइरहेको छ भोलिको दिनमा मलाई नि त्यो भइदिन्छ कि त्यसले रिस्क लिइरहेको छ मैले नि यो केस गर्नुको कारण के भने सानसानै हुँदा गराउने हो भोलि अब तिमी ट्यापे केटाहरू भोलि कतै एक्लै हिँड्नेला होइन कतै केही गरेर हिँड्नेला एक्लै हिँडिरहेको बेला आएर भोलि त्यस्तै होइन अब हुन्छ नि त छन् त मलाई फेरि हात त उठाउनु मन लाग्दैन क्या जे भयो नि मेरो फ्यामिली छ नि त यार घरमा यार फ्यामिलीहरूले त मलाई कुरिरहेको छ नि त छोरो आउला छोरो आउँछ छोरोले यस्तो गरिरहेको छ
छोरोले भविष्यमा यस्तो गर्छ, छोरोले भविष्य यो देखिरहेछ, भोलिको दिनमा यस्तो गर्छ, हामीलाई खुसी राख्ला, हामीलाई खुसी बनाउला, एउटा मेरो फ्यामिलीले नि त सपना देखिराख्नु भएको छ नि त। त्यही भएर मलाई कोहीसँग झगडा गर्न मन लाग्दैन क्या। भोलि के थाहा कतै हिँड्दाखेरि ल छोरोलाई घरमा पुर्याएकै छोरो अब छोइन, त्यो अवस्था भोलिको दिनमा नआओस् भन्ने पाराले चाहिँ मैले अब पुलिससँग चाहिँ एकचोटि रिपोर्ट गरेर चाहिँ यो होइन पुलिस केस गरेर चाहिँ यसलाई एकदमैसँगले अगाडि बढाउनु खोज्या हो। त्यही भएर भोलिको दिन त्यो नहोस्, कसैलाई पनि नहोस्, या मलाई नै नहोस् या अरू कसैलाई पनि नहोस्, किनकि भोलिको दिनमा यो यस्तो राम्रो पनि होइन र कसैलाई हुँदा पनि नहोस् जिन्दगीमा है। त्यही हो गाइज है। र अबको भिडियो के कस्तो आउँछ होइन के हुन्छ यो यस्तो खालको भिडियो मलाई पनि थाहा छैन। अब के म अझ न्याय लड्दै जान्छु, यो केसलाई चाहिँ म केस गर्छु नै होइन, उजुरी हालेरै छोड्छु। र अनि भोलिको दिनमा यस्तो नहोस्। अब उसलाई म सकेसम्म उसलाई म मेरो उसमा रिगरानीमा ल्याउन खोजिरहेको छु होइन। मैले नै अरू मान्छेहरूबाट नुवाकोटको मान्छेहरूबाट यो मान्छेलाई अब चिन्छौ यताउति भनेर धेरैजनालाई चाहिँ मैले गरिरहेको छु, फलो गरिरहेको छु होइन। त्यहाँको मान्छेहरूले फलोअप गरिदिइराख्नु भएको छ, मेरो सपोर्ट लिएर चाहिँ उहाँहरूले फलो गरिदिइराख्नु भएको छैन, उसलाई निगरानी गरिराख्नु भएको छ त्यहाँको मान्छेले, त्यतातिरको मान्छेहरूले पनि। अब उसलाई यति भेट्टायो भने म ल्याउँछु होइन, ल्याएर ठिक छ। अब उसले भोलिको दिनमा गल्ती गर्यो, मान्छेबाट गल्ती हुन्छ, उसले नै हात गालिहाल्यो होइन। अब रियलाइज गरोस् आफ्नो गल्तीको होइन, मैले यस्तो गरेँ भने पछि आएर। तर कस्तो नि कुकुरले टोको भन्दैमा कुकुरलाई नै टोक्नुपर्छ भन्ने चाहिँ होइन, कुकुरलाई टोक्न सकिँदैन होइन। अब कोही नराम्रो बाटोमा हिँड्छ उसलाई सही बाटोमा लैजानलाई हामीले राम्रो कुराहरू सिकायो नि, राम्रो के अरे हिँड यसरी गर भनेर चाहिँ राम्रो बाटो हिँड्न सक्छ होला भन्ने एउटा राम्रो कुराले चाहिँ उसको मन जित्न पनि सकिन्छ। अब उसँग झगडा गरेर खतरा आयो, उसले पिट्यो, म पनि उसलाई पिट्छु, झगडा गर्छु अनि खतरा हो, ए म पनि कम छैन भन्न सोध्छु भने चाहिँ जस्ट नर्मल इज भेरी डेन्जरस गाइज है। त्यही भएर सानो कुरालाई चाहिँ ठुलो इस्यु बनाउन म चाहन्न होइन। त्यही नै हो। अब म चाहिँ अहिले एयरपोर्ट साइड छु होइन। मलाई चाहिँ एकदमै काममा जान हतार भइसकेको छ होइन। तपाईँलाई म्याक्सिमम् कति बजे मेरो 10 बजे काममा पुग्नुपर्ने हो, खास चाहिँ अहिले 10:18 भइसक्यो। आज चाहिँ अलिकति लेटै हुन्छ। अनि म चाहिँ हिजो त लगभग बौद्धतिर आएको थियो, अनि यतै बौद्ध बसेर चाहिँ ठ्याक्कसँगले म चाहिँ अहिले यहाँ इनड्राइभ बुक गरेर इनड्राइभमा चाहिँ सर जाँदैछु होइन। इनड्राइभ बुक गरेर इनड्राइभमा सट्टा हिँडिरहेको छु है। अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ मैले यो नि बारम्बार भनिसकेँ तपाईँहरूलाई है, मेरो छिट्टै नै 10K सब्सक्राइबर पुग्यो भने चाहिँ म केही नयाँ चिजहरू चाहिँ तपाईँहरूलाई सरप्राइज केही कुराहरू चाहिँ दिँदैछु है। यो चाहिँ याद गर्दै गर्नु, तपाईँहरूले नयाँ चिज केही देख्न पाउनुहुन्छ है ल। 10K सब्सक्राइबर एकदमै छिटो पुर्याइदिनु होला तपाईँहरूलाई। क्या लामो ट्रक अगाडि लाग्यो यस्तो धुलो उडाइदिन्छ कि यिनीहरूले गाइज है। काठमाडौँको बाटो त्यही नै हो क्या। अब के गर्ने यार, बिच भयो नि धुलो धुवा चाहिँ लास्टै खानुपर्छ काठमाडौँमा हिँड्दाखेरि। अनि जाम एकदमै बोर लाग्ने त्यही हो क्या, जाममा एकदमै कुर्नुपर्छ क्या। हेर्नु न अब सब घुसखोरी नै घुसखोरी भएर नै हो क्या। नेपाल कहिले बन्छ त यार यस्तो भएर। युवाहरू अब तपाईँको 11-12 सकिने बित्तिकै विदेश कुदिहाल्नु, कोही नेपाल बस्दैन होइन। अब यहाँ भएको राजनीति हेर्नु, नेपालमा राजनीतिले गर्दाखेरि नेपाल सकिसक्यो, नेपाल खाइसक्यो सब राजनीति, जस्तो पनि राजनीति। अब कलेज सरकारी स्कुल कलेजमा अब राजनीति नै काहीँ पनि अब कसरी चल्छ त। त्यही भएर चाहिँ यसलाई चाहिँ अन्त्य गर्नुपर्छ क्या। अब हेर्नु न बाटोहरू छ यति सानो बाटोबाट यार, सब चोर क्या, ठेकदारदेखि लिएर सब हाकिमहरू सब चोरै चोर, सब घुसखोरी भएर चाहिँ यस्तो भइरहेको छ। त्यही भएर त्यही हो। र अब अर्को कुरा भन्छु म तपाईँहरूलाई होइन। अब चाहिँ म लगभग यता पेप्सी गलातिर झर्छु होइन। अनि यहाँ चाहिँ मलाई ठ्याक्क मैले काम गर्ने ठाउँको साउ चाहिँ यतै उहाँको घर यतैतिर हो। म जानुपर्ने चाहिँ ललितपुर हो मेरो काम चाहिँ होइन। अनि म चाहिँ अब उहाँकै साधनमा जान्छु यहाँबाट चाहिँ। अनि अब इनड्राइभ चाहिँ यहाँसम्म मात्र पुग्थ्यो। सो आजको भिडियोलाई चाहिँ म यतातिर इन गरिदिन्छु गाइज, के कस्तो लाग्यो। सो यसो माया देखाइदिनु होला है। म त त्यति ठुलो युट्युबर होइन, सानो युट्युबर हो। तर पनि तपाईँहरूको हातमा छ कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ। सो तपाईँहरूकै हातमा छोडिदिएको छु। सो भन्दै आजको लागि चाहिँ तपाईँहरूबाट छोडिदिन्छु। ओके बाई, फेरि नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त।